सर दिदीको भाइले सुतेको सुते परेछन् भने ओ सर दिदी उनीहरूको उतै भएर त पसल खोलेकै छैन माथि दिदी ल हामी जाउँ होइन कहाँसम्म हामी काल भैरव भने कहाँ हौ टेकु होइन टेकु हो त्यो बसन्तपुरको होइन टेकु बसन्तपुर कता ठ्याक्कै तपाईँलाई थाहा छ त एकचोटि हामी त्यो पाटन छेउको के अरे लोकेसन ठ्याक्कै मिल्छ नि मिल्छ होइन मिल्छ त्यो बसन्तपुरमा छ त मलाई लानुहुन्थ्यो त कति धेरै एकचोटि हामी गएको थियो त दिपुर राति दिपेन्सी म तपाईँ कहाँ छ मन्दिर थाहा छैन लोकेसनै जाउँ भाइ त्यहाँ आउला नि मान्छे हजुरहरूकोमा कति देखाएको छ पैसा तपाईँकोमा र मेरोमा होला नि हाम्रोमा फेरि पैसै देखाउँदैन क्या अहिले पहिला स्टार्ट गर्दा देखाउँथ्यो 338 हजुर किन भन्दा यो अहिले पैसा नदेखाउने खै अपडेट गरेपछि के भएको भर्खर नयाँ अपडेट भयो क्या अस्ति 3-4 दिन जति भयो कति थाहा नहुने त्यही भएर मान्छेसँग म चाहिँ डबल लिने गर्छु कि डबल हजुर 300 भनेको 600 लिनुहुन्छ होइन नि हो कम्पनीले अहिले हामीलाई डबल लिनु भन्छ के छ त हजुरहरूको विचार खै आज सुने हो त हामी कुदिराख्नु भएको हो नि ड्राइभरलाई जस्तो आधी चाहिँ हामीले दिन्छौँ जुन जति उठ्छ नि यो पैसा चाहिँ हामीले दिन्छौँ अनि बाँकी चाहिँ कम्पनीले दिन्छ भनेको छ के होइन अहिले त कस्टमरसँगै लिनु भने क्या कम्पनीले हामीलाई अब बोनस दिँदैन अनि त्यही भएर कस्टमरसँगै लिनु भन्छ क्या अब हजुर आफै सोच्नु न अनि यहाँदेखि त्यहाँसम्म कसरी जान सकिन्छ त 338 मा याङ्गो बाङ्गो भइसक्यो त थाहा छैन हजुरहरूलाई तर मैले त हिजो बेलुकासम्म हामीले याङ्गोमै चलिरहेछ है कताबाट जाने हो त अब हजुरहरू आफैले सोच्नु होला नि त अब कस्तो 338 मा पनि जान सकिन्छ त ल 338 चाहिँ नदियो भने 338 रुपियाँ चाहिँ डिस्काउन्ट भयो होइन 300 चाहिँ थपेर दिनुहोस् ल अब त्यसो याङ्गो नचलाउनु हो नि अब नत्र त इन्डियामै सस्तो पर्छ नि त फेरि अब हामीले हजुरहरूलाई डिस्काउन्ट दियो भने पनि अब हामीलाई नै गाह्रो हुन्छ नि त खासै याङ्गोमा चाहिँ यस्तो भन्थ्यो कि कति हुन चाहिँ हो जस्तो यहाँबाट म कुपनडोल गइबस्दा पनि जम्मा 30 रुपिस उठ्छ अनि 30 मा कसरी चलाउन सक्नुहुन्छ भन्दा उहाँहरूले भन्नुहुन्छ 30 मा पनि अब त्यो बोनस आउँछ क्या त्यहाँ अनि जस्तो कस्टमरलाई यो सुरुमा चल्नको लागि चाहिँ यो गरे हो भनेर भन्दै थियो कि त्यही त अब चलिसक्यो नि त चलिसक्यो अनि त्यही भएर उनीहरूले अब कम्पनीले बोनस तर हिजो बेलुकासम्म पनि त्यतिमै चलिरहेको थियौँ क्या हामी त बाइकमा होला नि त होइन नि 3 माला हिँड्नु पर्थ्यो बच्चा लिएर लोकेसन पनि हेर्दै जाउँ है
हामीलाई चाहिँ त्यसरी मेसेज आयो क्या आज बिहान Turn left onto अनि मैले Ekaterina Tikabairam Road, Mahendranath Sadak. मैले चाहिँ अब त्यही भएर आज बिहानदेखि डबल जति उठेको छ त 30 रुपियाँ यताउता छ भने त अब छोडिदिएको हो त्यही भएर कम्पनीले नै लिनु भनेर मेसेज आयो क्या Continue on Mahendranath Sadak for 1.5 kilometers. अब के गर्नुहुन्छ भन्नु होला अब उता गएर फेरि अब हजुरले दिनु भने त हामीलाई घाटा हुन्छ नि त हो कि हैन अब हामीले नलिने भयो भने हामीलाई घाटा अब हजुरहरूले दिनु भने हजुरहरूले घाटा कम्पनीले दिनजेल त हामीलाई ठिकै थियो नि आजैबाट भएको रहेछ बिहान हामीलाई त्यो मेसेज आयो क्या अनि किन कस्टमरलाई चाहिँ नगरेको खबर नगरेको भन्दाखेरि अब त्यो गऱ्यो भने त मान्छे चढ्दैन नि त भन्नुहुन्छ क्या उहाँहरू त्यो भन्दा नि चढिसकेपछि डबल तिर्नु भन्दा त्यही भने पहिला इन्फर्म भयो भने त पहिल्यै सजिलो तपाईहरुलाई सजिलो हो नि हैन अब हजुरहरूलाई हामीले यसरी भन्न पनि त मिलेन नि त हैन बुकिङ गर्न नि हामीलाई बढेछ भन्ने हुन्छ अब नर्मल्ली गाडी लाग्ने ठाउँमा पुग्ने ठाउँमा बरु 10-15 मिनेट ढिलो भने हामी गाडीमा जान सक्छौँ तपाईँहरूको 600 हुन्छ हैन अब 500 चाहिँ गर्न सकिन्छ क्या याङ्गोले न्यू याङको कहाँको कम्पनी नेपालकै हो नेपालको होइन नि सर कहाँको हो खै यसको हेडक्वार्टर चाहिँ अब दुबईमा छ भन्छ दुबईमा हजुर याङ्गोले अब न्यू खोज्दैछ अब के गर्ने भयो अब हामीले नलिए हामीलाई घाटा हजुरहरूलाई दिए हजुरहरूलाई घाटा के गर्ने सिस्टम त राम्रै थियो तर धेरै फ्लड त्यही त नचलिन्जेल राम्रैसँग चलाइदिन्छ चलेपछि अब यस्तै स्क्याम हानिदिन्छ के गर्ने पहिला नि त पठाउ पनि त्यस्तै थियो नि त हैन तर पठाउमा चाहिँ अब जे पैसा देखाइदिन्थ्यो नि त पैसा देखाउँछ रिस्क पनि लिन्छ नि पठाउले त यसमा चाहिँ के छ रिस्कहरु केही पनि छैन नि यसमा एक्समा रिस्क केही छैन तर अब त्यति सस्तो भयो सस्तो उयोले के लगाउँछ भन्छ नि यो यस्तै भएको हो क्या याङको प्राय यो इलेक्ट्रिक मात्र चल्छ कि हो प्राय इलेक्ट्रिकहरू नै अरू पनि चल्छ तेलवाला त सकिन होला तेलवाला अब यस्तो टाढा आउनुपर्छ हैन पहिला धेरै पनि त थिएन नि यो याङ्गो चलाउने थिएन पाउनु हुन्न थियो होला नि पहिला त अब अहिले चाहिँ जेस राम्रै पाउनुहुन्छ तर अब यसरी ठगिनु भयो भने त कसरी चलाउने र हैन अब हिजो बेलुकासम्म हामी बाहिरै अब गएर आएको हो फ्यामिली अब बेलुका बहिनी छोरी लिएर बाहिर गएर पहिलादेखि चलिरहेको त ठिकै छ नि त भन्ने अब हामीलाई पनि गाह्रो के अब हजुर पो अब ल यसरी ठिकै छ भन्दै जानुहुन्छ हैन कोही त अब झगडै गर्छ नि त हो कि हैन झगडा भन्दा नि यस्तो परिस्थितिले बनाउँछ क्या किनकि पैसा भएन याङ्गोमा चढ्यो भने त्यो बाध्य हुन्छ क्या झगडा गर्नलाई त्यही त कहिलेकाहीँ त भनेको पैसा अब ठिकै 300 बोकेर निस्किन्छ Slight left onto NH39 त्यही भाडा अब छैन भने त के गर्ने बिगल त्यही त
अब दुवैजना एउटा सहमतिमा आउन पनि सक्ने सम्भावना नहोला। तर म त अघि त एकजनालाई भनेको अनि उहाँलाई त मैले लगिनँ नि। मैले यसरी नै पहिल्यै भने कम्पनीले यस्तो यस्तो गरिदिएको छ, अब के गर्ने त हजुर, जाने हो कि नजाने हो भन्दाखेरि होइन म जान्न भन्नुभयो। ल ठिकै छ, अब हामी पनि त मरेर काम गर्न सकिँदैन नि, हो कि होइन भन्नु न। हामी पनि यत्रो अब कमाएरै अब खानुपर्ने हो, अब ब्याङ्कको लोन तिर्नुपर्ने हो होइन। त्यो भएर म चाहिँ सक्दिनँ, अब अर्कै बोलाएर जानु होला। अब कतिले चाहिँ फेरि अब यस्तो म्यासेज हेरेको हुँदैन नि त, अनि म्यासेज नहेरेको मान्छेलाई त Continue on NH39 for 2 kilometers. यताबाट पो दियो है? हजुर यताबाट दिएको छ। त्यही भने त मैले अघि हजुरलाई यो अपडेट दियो भने त कस्टमरलाई त चलाउँदैन नि त। अनि अघि आफ्नो अघि मैले उहाँहरूसँग पनि के भन्यो भने तपाईँहरूले कस्टमरलाई चाहिँ जानकारी गराउनु भएको छ कि छैन भन्दाखेरि छैन भन्नुभयो। अनि उहाँहरूसँग डिस्कस अलिकति लामै पऱ्यो क्या। अनि उहाँहरूसँग त्यसो गऱ्यो भने त हामीले कसरी गर्ने, तपाईँहरू बोनस पनि नदिने, अनि कम्पनीले यताबाट पनि नदिने, कस्टमरले पनि नदिने भन्दाखेरि तपाईँहरूलाई कस्टमरलाई जानकारी हुँदैन, तपाईँहरूले चाहिँ कस्टमरलाई कन्भिन्स गराउनु सक्नुपर्छ भन्नुभयो क्या। यहाँभन्दा के भन्नु भन्नु न, अब कि नचलाउँदै नचला भन्नुहुन्छ कम्पनी। यसको अफिस यहीँ छ भन्ने छैन सर, यसको अब धेरैवटा अफिसहरू छ। अब कुन चाहिँ अन्तर्गतमा छ भनेर थाहै हुँदैन कि। अब यसको 10-12वटा पुगिसक्यो होला यसको अन्डरमा काम गर्नेहरू कि। हजुर नेपालमा लिगल छैन, दर्ता भएकै छैन। त्यही भएर त यसले फ्रड गरेको होला जस्तो लाग्छ होइन। तर यसले पनि अब पछि लिगलाइज गर्छ, किनभने पठाउ पनि त दर्ता थिएन पहिला सुरु चल्दा होइन। अनि इन्ड्राइभ पनि त थिएन दर्ता भएको, अहिले भर्खर कति नै भएर इन्ड्राइभ दर्ता भएको। यो पनि बिस्तारै दर्ता चाहिँ हुन्छ, तर अब हेरौँ अब के कस्तो हुन्छ क्या। नेपाल सरकारले पनि सरकार पनि कस्तो दर्ता नगरिकन कसरी चलाउँदै रहेछ। त्यही कुनै पनि काम त्यहीमा दियो, यात्रा जस्तो काम यो त भोलि जे पनि हुन सक्छ भविष्य। ल मानौँ अब हाम्रो त हजुरको अब ट्याक्सीहरूको त दर्ता हुन्छ नि त, हो यो इन्सुरेन्स हुन्छ त, हामीले त फुल इन्सुरेन्स गरेको हुन्छौँ। मानौँ तपाईँ अब बाइकमा हुनुहुन्छ भने बाइकमा त थर्ड पार्टी मात्रै हुन्छ, हाम्रो जस्तो फुल उयो पनि हुँदैन। हामीमा त त्यो कम्पनीले गरोस् नगरोस् हामी कम्पनीको आशै पनि गर्दैनौँ, हाम्रो त फुल नै हुन्छ नि त। तर अब कम्पनीले यसो गर्यो भने गाह्रो भयो नि त। Turn right toward Ring Road Uta, then turn left onto Ring Road Uta. हुँदैन भन्नु सकिन्न, कतिखेर हुन्छ भन्नु पनि सकेर। त्यही त। र तपाईँहरू अब के गर्नुहुन्छ त, दिनुहुन्छ होला नि होइन। ल त्यसो ठिकै छ, त्यतिसम्म त अब हामीले पनि हेर्न सकिन्छ नि त। र तपाईँहरूलाई चाहिँ मैले प्र्याङ्क गरेको है। म चाहिँ यो प्र्याङ्क भिडियो यसो अलिअलि बनाउँछु क्या। अनि होइन त्यस्तो हुँदैन, कम्पनीले कहाँ त्यसरी जानकारी नदिकन त्यस्तो हुँदैन नि। हामीले त जति उठेको पैसा त्यति पो लिने हो त होइन। तपाईँहरूलाई त एकछिन त पुरै छक्कै पर्नुभयो होला है। नेपालमा त हुन पनि सक्छ त्यो कस्तो भने अब भन्न सकिन्न। सरकार पनि त्यसै सबभन्दा बढी त हामीले यहाँको सिस्टमलाई नै हेर्ने हो। र तपाईँहरूको यो भिडियो मैले हाल्दा हुन्छ नि है। के फरक परेन नि। होइन कतिले चाहिँ फेरि यस्तो घटना पनि घट्छ क्या होइन।
तपाईँको एउटा उठेको हुन्छ, कतिवटा यस्तो कम्प्लेनहरू पनि आएको हुन्छ क्या, अनि यसरी लिदियो भन्ने हुन्छ क्या। तर त्यो खण्डमा चाहिँ के गर्न सकिन्छ भने जति उठेको छ आफै सतर्क हुने नि त। अझै जस्तै तपाईँहरू पनि हुन्छ 500 सम्म दिन्छु भन्नुभयो नि त, तर त्यो त हाम्रो कमजोरी होइन कि तपाईँहरूको कमजोरी हो क्या त्यो। होइन त्यो यस्तो पनि हुन्छ नि त, तपाईँले जसरी हाम्रो कमजोरी देखाउनु भयो मान्छेमा त्यो कमजोरी हो, तर यो अहिलेको समय वातावरण अनुसार चाहिँ तपाईँको 300 कम्पनीले पनि तपाईँले भन्नुभयो कम्पनीले बोनस दिँदैन, कम्पनीले बोनस दिँदैन भन्ने क्रममा चाहिँ कम्पनीले पनि आजदेखि त्यो सिस्टम आएको छ भन्दाखेरि अब हामीले पनि त्यहाँदेखि आइएको छ 300मा त अलिकति गाह्रो पनि हुन्छ एउटा व्यावहारिक रूपले हेर्दाखेरि। गाडीको यति थोरै रेटमा त आएको हुँदैन यो गाडी, कति माथि तपाईँ आफै खटिराख्नु भएको छ। तपाईँको मेहनत गाडीको अब त्यो लोनले गर्दा त 300मा त सक्ने अवस्था हुन्न नि त। त्यसले गर्दा नि म चाहिँ अब खासै त्यो बोल्न नै चाहिने कि धेरै कुरा बोल्न पनि चाहिने, किनभने त्यो किन विशेष गरिराख्ने सिकै छ त। तपाईँले पनि धेरै भन्नुभयो होइन, 600बाट 500तिर झर्नु भयो, मैले चाहिँ तपाईँको अब 338 कि 40 समथिङ त उठाएको छ। अब मैले 120 रुपियाँ थपिँदा त्यो भनेको त हामीले हाम्रो इच्छाले दिन पनि सकिन्छ नि त, ठिकै छ नि त भन्ने हिसाबले दिन सक्ने अवस्था। अब पहिला त्यभन्दा बेसी तिरेरै चढेको हो होइन। अब 300मा त कहिलेकाहीँ पोठाउमा बाइकमा पनि चढेर हिँडिराखेको, त्यसले गर्दाखेरि के भन्ने अलमलै पर्नु भयो एकछिन त होला पनि जस्तो लाग्यो। तर त फेरि त्यस्तो छैन नि त। अब कतिखेर के हुन्छ नेपालको त टुङ्गो पनि छैन। तर कसैले पनि यो भनेर तपाईँहरूलाई ठग्नु खोज्छ होइन, त्यसमा चाहिँ आफै नै सतर्क हुनुपर्छ। मलाई यसरी ठग्यो भनेर भन्नुभन्दा नि आफै सतर्क होइन, किनभने हामी त त्यो एग्रिमेन्टमा आएको हो नि त होइन। त्यो एग्रिमेन्टमा आएपछि उनीहरूले जतिसुकै मागोस् हामीले चाहिँ त्यो नगर्दाखेरि नै राम्रो होला जस्तो लाग्छ कि। ल मैले यो भिडियो यहीँ रोकेँ त्यसो भए है।